ठिकै छ भिडियो तडालो तडालो राख्नु गयो बाइक साह्रो हुन्छ तडालो भगवान् यति केही राख्यो हेरे कसरी हिँडेको है चलो यहाँ सुटु गरेर लामो ल्यान्ड गर्ने ठाउँ नै हुनु पर्यो नि तिनजनालाई कस्तो आइरहेछ भाइ खतरा आइस लगभग आज हामी थियौँ कतिजना भन्दाखेरि हामी आज थियौँ लगभग 2 4 6 7 जना भयो म समेत 7 जना भयो यता चाहिँ यहाँ फोटोसोटो यसो भिडियोहरू हानिरहेछ टाकटुक हानिरहेछ होइन के गर्ने सबभन्दा ठुलो कुरो भनेको नि सोसल मिडिया भइसक्यो संसारमा दामी यहाँसम्म राम्रो देखिरहेछ यहाँ हाम्रो एकजना दाइ पनि खिच्दैछ आएको लाएर होइन ल आउँदै गरौँ है जस दामी देखिरहेछ झरिरहेको छु म मेरो खस्यो चाबी खस्यो मेरो ग्लभ्स पनि खस्यो टिप्नु पऱ्यो नि टिपिसक्यो अब दौडिनुपर्छ एउटा होइन युवा भनेको यस्तो हुन्छ नि अलिकति जोस जाँगर होइन अलिकति हुन्छ नि एक्टिभ के यति ओह्रालो छ गाइज यस्तो ओह्रालो जङ्गलमा यतिको भर्याङ रेलिङ त्यो पनि बिना टिकट जान पाउनु घुम्न पाउनु भनेको त्यो ठुलो कुरा हो मेरो लागि चाहिँ पुग्न लाग्यो ल दामी देखेँ अब चाहिँ होइन है जस दामी ल लगभग हामी पुग्न लागिसक्यौँ कि त्यो नजिक पुगिसक्यौँ नि हामी त्यही भएर बवालै देखिरहेछ पुग्यो है यो बोल्दा चलो हाम्रो भाइ लोग ल पुगिसक्यौँ हाम्रो सागर भाइ चाहिँ उहाँ तल पुगिसक्यो भाइ चाहिँ पुगिसक्यौँ फेरि ओह्रालो क्या अब कसरी चढ्ने होला अहिले यस्तो ओह्रालो हेर्नु त तल ट्याक्क ल अब पुगिसक्यौँ है फाइनली भिडियो ल पुगिसक्यो होइन पुग्न लाग्यो पौडी खेल्नु फरक पुगिन्छ त तीन धारे झर्नामा दुःख गरेर आए पनि होइन जो रमाइलो लाग्यो मलाई चाहिँ तर पानी पनि कम कस्तो खतरा देखेँ माथि जानुपर्छ म यहाँ चढ्दैछु यो चढेर यसरी जानुपर्ने छ यहाँ माथि त आइपुगेँ होइन तर अझ माथि छ क्या म माथिबाट पनि देखाउँछ है तपाईँहरूलाई कस्तो देख्छ भनेर गाइजहरूलाई तर मान्छेहरू फस्छ भनेर यस्तो फलामहरू पनि यहाँ टक्क रेलिङहरू राखेको छ त्यस्तो छैन यस्तो छ माथि चाहिँ आइसक्यौँ
माथिल्लो स्टेपमा चिसो चाहिँ चिसै छ तर मलाई चाहिँ खासै चिसो भएको छैन किनभने एउटा घुम्न आउँदाको खुसी पनि हो होइन घुम्न आउँदाको खुसी पनि हो र एउटा रमाइलो पनि हो ल फाइनली म माथि आइसकेँ हेर्न सक्नुहुन्छ तपाईँ दामी देखिरहेछ है अहिले पनि पानी चाहिँ बवालै रहेछ चिसो नि भइसक्यो मलाई अब हाम्रो यहाँ फोटो खिच्नलाई भाइहरू आइसक्यो अब यहाँ फोटो खिच्न गयो ट्याग लाएर होइन हेर्न सक्नुहुन्छ यो 3 धारेको झरना